जय श्री कृष्ण, जय श्री राधे। सबै चाहिँ आज पनि एउटा भिडियो लिएर यहाँ उपस्थित भएको छु। आजको भिडियो चाहिँ के छ भनेदेखि हाम्रा स्वर्गीय पिता पण्डित नरनाथ अधिकारीद्वारा विरचित आफ्ना दाजु पण्डित खेमराज अधिकारीको सम्झनामा लेख्नु भएको यो कविता यहाँहरु समक्ष म वाचन गर्नेछु। मैले सुरु गरे। दाजु पण्डित खेमराज पहिले आएर वैकुण्ठुरा, राम्रो घर व्यवहार लो गरनु भो, जग्गा जमिन थियो पुरा। 20-22 जति वर्ष त्यही बिति गयो, राम्रै चलेकै थियो। छोरा छोरीहरू विवाह गरिए, कर्तव्य पूरा भयो। छोरा 4 थिए हराउन गयो, जेठो टीका पहिले नै। सीतारामती माइला हुन गए, लेख्छन् श्लोक छन्दमै। दाजुका 2 पुत्र जीवन अनि त्यो चक्रपाणी थियो। दुवै भाइ गए परम पदमा, बिर्सिन सक्नु छ यो। यति नै रहेछ यो कविता। त्यस पछाडि बुवाले लेख्नु भएको अर्को कविता दिदीबहिनीहरूको सम्झनामा भनेर लेख्नु भएको छ। 4वटी दिदी बहिनीहरू त थिए, जेठी ती गङ्गा थिइन्। अरुण पारी भण्डारीलाई दियो, सन्तान नहुँदै गइन्। अर्की इन्द्र कुमारी माइली थिइन्, दितपुरमा घर थियो। एउटा पुत्र भएर ज्वाइँ त गए, छोडेर संसार यो। सोही पुत्र लिएर तीर्थतिर गई, बस्थिन् हरिद्वारमा। 80 वर्ष पुगेर ती पनि गइन्, सन्यासी भई स्वर्गमा। बहिनी नीलकुमारी साइली पछि ज्यादै धराप भइकन, बाँच्दै थिइन् ती पनि गइन् अब हरे, घर शून्य पारिकन। कान्छी पूर्ण कुमारी मात्र अब छिन्, विराटनगर बस्दछिन्। पहिल्यै सुनसरी तर्फको तरहरा फारम नजिक बस्दथिन्। भण्डारी थर हो सबै सुजनमा, श्रद्धा खुबै गर्दछिन्। छन्दोबद्ध श्लोक काव्य कविता साह्रै मिठो लेख्दछिन्।